तपाईहरुको बुढी बेसी च्याङच्याङ गर्छ भने चप्पल उठाउनु, लगाउनु अनि टाप लाग्दिनु। पानी मुनि बत्ती बालेर खोज्दा पनि म जस्तो पाउँदैनस्। मेरो दिमाग बिग्रेको छ, फेरि त जस्तै खोज्न। तिमीसँग बिहे गरेर फाइदा भयो? के फाइदा भयो र? मैले जति पाप गरेको सजाय यही जिन्दगीमा पाए। बिहे गर्दा बुढालाई किन माला लगाएको? बुढा, आजदेखि तिमी अब चिलिम फर्क्यौ भनेर। बुढा, केही त कारण होला भगवानले तिम्रो मलाई भेटाउनुमा। पहिला जन्मको झगडा बाँकी थियो होला, यो पाली पूरा गर्ने होला नि हैन? दिवाली आउँदैछ, घरमा काम नलाग्ने कुरा सबै फ्याल्नु पर्छ। अनि तिमी चाहिँ कहाँ गएर बस्ने? रिपोर्ट आयो, तपाईको बिमारीले त तपाईलाई भित्र खादैछ त हो। बिस्तारै भन्नुस् न, यहाँ छेउमै बसिरहेको छ। बेबी, डिस्टर्ब नगर न, म अफिसमा छु। बेलुका आउँदा मोमो ल्याउँछु ल। मलाई 200 रुपैयाँ देऊ, म केस सिधा पार्नु जाने। 500 लैजा, जिब्रो पनि सिधा पारेर आइज।